हिजो मात्रै केही मन्त्रीहरूको नियुक्ति भएका छन्। तीमध्ये अहिले नवनियुक्त स्वास्थ्य मन्त्री सङ्गीता मिश्राको एकैछिन यो भिडियो हेर्नु साथीहरू है। अहिलेको अवस्था यहाँलाई थाहा नै छ, एकदमै ठुलो चुनौतीपूर्ण छ र यसमा हामीले तपाईँले नै भनेको जस्तो हामीसँग काम गर्ने समय थोरै छ। तर यो जेनजी आन्दोलनको मुख्य मर्म भनेको सुन्नुभयो हैन, हाम्रो भ्रष्टाचार निर्मूल हुनुपर्छ। उहाँले भन्न खोजेको कुरा अब जेनजीका मागहरू पुरा हुनुपर्छ, जेनजीले उठाएका मागहरू पुरा हुनुपर्छ। यो रगतको माथि रगतमाथि खेलवाड गरेर रगतमाथि खेलेर रगतबाट लतपतिएका ती हातहरूले अथवा त्यो दिमागले चलाएको सरकार मजबुत हुनुपर्छ भन्ने हो। तर त्यो हुन्छ कि हुन्न देख्न बाँकी छ पछि हैन। चाहिँ उहाँले भने जस्तै काम गर्नुहुन्छ कि हुन्न। जस्तै प्रधानमन्त्री सुशीला कार्कीले रवि लामिछानेले पहिला यो चाहिँ कति चाहिँ यता सारेको कति उता सारेको ठाउँ कति सारेको रात कति उठाएर कति चाहिँ सरकारले पेलेको हैन, गल्ती गरेकै छैन भनेर भन्ने मान्छे अहिले प्रधानमन्त्री भइसकेपछि उहाँको धारणा के छ तपाईँले सुन्नुभएको छ, बुझ्नुभएको छ हैन। त्यसपछि अब त के त भन्दा अहिलेको परिस्थितिमा अन्य जस्तै यो बारबारा फाउन्डेसन कुरा आइरहेछ, त्यसपछि अमेरिकन के अर्गनाइजेसनहरू विदेशी एजेन्सिजहरूको भरमा उनीहरूले निर्माण गरेको सरकार अहिले गर्न सक्ने कि नसक्ने भन्ने कुरा जनताले थाहा पाइसकेका छन् हैन। यिनीहरूले केही पनि गर्न सक्ने होइनन्, केही पनि गर्न सक्दैनन्। तर सबै नगरे पनि यिनले चाहिँ यो सरकार मजबुत भएर चुनाव गराउनुपर्छ। चुनावभन्दा पहिल्यै माननीय रवि लामिछाने राष्ट्रसभाका सांसद रवि लामिछानेलाई न्याय दिनुपर्छ र जति गलत गरेका छन्, जति भ्रष्टाचार गरेका छन्, जति सहकारी ठगेका छन् तिनीहरूलाई चाहिँ के गर्नुपर्छ त भन्दा जेलमा हाल्नुपर्छ। यी भ्रष्टहरूलाई चाहिँ जेलमा हाल्नै पर्छ। यो अपराधीहरूलाई जुन जति यी जेनजीहरूको आन्दोलनमा गोली हान्न आदेश दिने, गोली हान्ने अनि यो लुट्ने जलाउने जति छन् यी जेनजीको नाममा अपराधीहरू घुसेर यो नेपालको सम्पत्ति, नेपालको सम्पूर्ण अवस्था ध्वस्त बनाए, सबै चिजलाई ध्वस्त बनाए, सिस्टमलाई ध्वस्त बनाए। यी सबैले कारबाही हुनुपर्छ। त्योभन्दा पहिला रवि लामिछाने निकाल्नुपर्छ र रवि लामिछानेले त्यत्रो 50 लाख मान्छेहरूको हस्ताक्षर सङ्कलन गरेर यो चाहिँ दोषी छैन भन्दै पनि यदि न्यायालयले अटेर गरे भने न्यायालयको अवस्था के हुने भन्ने कुरा त्यो जनताले निर्णय गर्नेछ भन्ने कुरा बुझ्नुपर्छ साथी। थ्याङ्क यू।